ओभुलेसन पिरियड अर्थात् अनसेफ पिरियड है। हामीले शारीरिक सम्बन्ध राख्दाखेरि हामीलाई थाहा हुनुपर्ने हुन्छ कि आज कति बेला शारीरिक सम्बन्ध राख्यो भने प्रेग्नेन्सी बस्न सकिन्छ अथवा कति बेला शारीरिक सम्बन्ध राख्यो भने प्रेग्नेन्सी चाहिँ बस्न सक्दैन है। जसलाई हेर्नु त यदि कुनै पनि जस्तै हाम्रो महिलाहरूमा मेनली पिरियड आउने भनेको प्रत्येक 28 दिनमा आउने हो होइन नर्मली। त्यही कुनै पनि महिलामा जस्तै हाम्रो 1 गते होइन यसलाई चाहिँ हामीले क्यालेन्डर मेथडबाट बुझौँ होइन। जस्तै कुनै पनि महिलामा 1 गते जस्तै हाम्रो ब्लिडिङ आयो होइन। ब्लिडिङ आयो भने त्यसको ठ्याक्कै आज 14वाँ दिन होइन 14 दिनमा तपाईँको त्यो भनेको हाम्रो ओभुलेसन पिरियड हो है। त्यसमा चाहिँ हाम्रो 14 प्लस माइनस 5 गर्नुभयो भने त्यो जुन हाम्रो हुन्छ जस्तै हाम्रो 9 गतेदेखि लिएर तपाईँको 19 गतेसम्म भनेको यो भनेको हाम्रो ओभुलेसन पिरियड हो जसलाई आज हामीले फर्टिलिटी पिरियड पनि भन्छौँ है। र यसलाई अर्को भाषामा अनसेफ पिरियड पनि भन्छौँ है। ड्युरिङ यो पिरियड होइन यति समयमा कसैले शारीरिक सम्बन्ध अथवा सेक्सुअल इन्टरकोर्स राख्यो भने त्यति बेला प्रेग्नेन्सी बस्ने एकदम हाई चान्सेस हुन्छ है। तर यो समय बाहेक जस्तै हाम्रो 20 गतेदेखि लिएर 28 गतेसम्म र अर्को भनेको पिरियड सकिसकेपछि हामीले 8 गतेसम्म आज हामीले शारीरिक सम्बन्ध राख्यो भने त्यति बेला प्रेग्नेन्सी बस्ने एकदम थोरै चान्सेस हुन्छ जसलाई हामीले सेफ पिरियड पनि भन्ने गरिन्छौँ।